नमस्कार सबैजनालाई। आज म तपाईँहरूलाई च्याट जिपिटीमा चाहिँ कसरी प्रयोग गर्न सुरु गर्ने भन्ने कुरा चाहिँ सिकाउन गइरहेको छु। यसमा चाहिँ अब तपाईँले कुनै एउटा ब्राउजर खोल्नु पर्यो सुरुमा। अब धेरैले प्रयोग गर्ने भनेको गुगल क्रोम हो र त्यो गुगल क्रोम खोलेपछि चाहिँ त्यसमा गएर अब गुगल क्रोम छैन भने एज चलाए नि भयो। कसैले फायरफक्स चलाउँछन्, कसैले अरू चलाउँछन्, तर गुगल क्रोम चाहिँ रेकमेन्डेड हो। सबैभन्दा राम्रो ब्राउजर त्यही नै हो। अब त्यसपछि यहाँ तल जानुहुन्छ होला सर्च गर्न केही कुरा, तर यहाँ तल होइन, सिधै माथि नै चाहिँ तपाईँले chatgpt.com भनेर क्लिक गरेर इन्टर गर्नु होला। अब अहिले मेरो लगइन छ, म लगआउट गर्छु र त्यसपछि तपाईँहरूलाई सिकाइदिन्छु होइन त। सबैभन्दा सुरुमा तपाईँले चाहिँ अकाउन्ट खोल्नु भएको त हुँदैन, त्यही भएर सुरुमा अकाउन्ट खोल्नु पर्यो, साइनअप गर्नु पर्यो होइन। साइनअप गर्दाखेरि आफ्नो इमेल चाहिँ हाल्नु होला त्यसमा होइन। अनि नयाँ पासवर्ड क्रिएट गर्नु होला कुनै। अनि कन्टिन्यू थिच्नु होला। अब पासवर्ड चाहिँ अब युजर इन्फर्मेसन भन्ने पासवर्ड धेरै सजिलो भएर त्यस्तो भने, त्यसैले अब अलिकति बाहिरको कुनै एउटा केही नाम राख्नु होला र कन्टिन्यू थिच्नु होला, सेभ गर्नु होला। त्यसपछि तपाईँको इमेलमा चाहिँ कोड आउँछ, त्यो कोड चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ। इमेलमा गएर चेक गर्नु होला। अनि ल त्यो कोड चाहिँ अब तपाईँले हाल्न पर्यो। आफ्नो नामहरू राख्नु होला। यो त फर्म भर्ने कुराहरू भयो। बर्थडे पनि हाल्दा भयो। अब अनि कन्टिन्यू क्लिक गर्नु होला। त्यसपछि अब तपाईँले चाहिँ चलाउन थाल्दाखेरि भयो है त। अब यसमा धेरै जस्तो वेब सर्च फिचरले चाहिँ सर्च गर्न सजिलो बनाउने भयो। यो चलाउन सिक्नु होला। जस्तो अब लेटेस्ट न्युज इन नेपाल भनेर सर्च गर्नुभयो, यो अन चाहिँ राख्नु होला है, त्यो निलो देखिन पर्यो। गर्नुभयो भने यसले चाहिँ अब बोलीचालीको भाषामा भन्दा गुगल सर्च गरेर रिजल्ट चाहिँ निकालेर यहाँ चाहिँ पठाइदिन्छ होइन। लेटेस्ट न्युज चाहिँ यिनीहरू रहेछन्। अनि त्यसपछि तपाईँले अर्को चलाउने भनेको टेम्पोररी च्याट मोड चलाउन सक्नुभयो। यसमा चाहिँ लेखेको कुराहरू, च्याट गरेको कुराहरू चाहिँ बस्दैन, हिस्ट्रीमा बस्दैन। त्यसैले अब यो चाहिँ हजुरले प्रयोग गर्नु हुन्छ होला। अब अर्को चाहिँ च्याट जिपिटी प्लसमा गइसकेपछि चाहिँ धेरैवटा मोडल्सहरू पाउनुहुन्छ, अलिकति बलियो बलियो मोडल्सहरू। त्यो मोडल्सको लागि चाहिँ प्लसमा अपग्रेड गर्नुपर्छ। त्यो $20 पर्छ। $20 पर्छ। त्यसलाई अब ब्याङ्कबाट डलर कार्ड लिएर पे गरे नि भयो। अब अलिक महँगो हुन्छ भने सेयरिङमा पनि प्रोभाइड गर्छ धेरैजनाले। मैले नि प्रोभाइड गर्छु, हजुरलाई चाहिन्छ भने भन्दाखेरि चाहिँ भयो। अब सेयरिङमा च्याट जिपिटी प्लस चलाउने हो भने त्यसो गर्दाखेरि सस्तो पनि हुन्छ र अरू धेरैजनाले सँगै चलाएपछि त्यही सस्तो नै हुन्छ। मेन कुरा चाहिँ अब सस्तोमा च्याट जिपिटी प्लस पाउन चाहिँ सकिन्छ। त्यसको लागि चाहिँ मलाई कमेन्टमा लेखिनु भयो अथवा मेरो इमेल अथवा नम्बरमा पठाइनु भयो है त मेसेज चाहिँ। अहिलेलाई यति नै गरौँ होला। थ्याङ्क यू भेरी मच।